कम्युनिस्ट नेपालमा प्रचलित शब्दहरूमा भन्नुपर्दा साम्यवाद, वामपन्थी वा मार्क्सवादी नेपालमा कम्युनिस्टको साथमा प्रयोग हुने शब्दहरू हुन्। कम्युनिस्ट त्यस्तो विचारधारा हो जसले समाजमा धनी गरिब बीचको अन्तर हुँदैन अनि देशको मुख्य स्रोत साधनहरू कुनै व्यक्तिको नाममा नभई समाज वा राज्यको नाममा हुनु हो। कम्युनिस्ट विचारधाराको अर्को मुख्य उद्देश्य के हो भने यसले व्यक्तिहरूले स्वतन्त्रतापूर्वक बाँच्न पाउनु अनि सबै व्यक्तिहरूले बराबर अवसर पाउनु हो। नेपालमा पनि यस्तै विचारधारा मान्ने व्यक्ति वा नेताहरूमध्ये नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल पनि एक हुन्। पुष्पकमल दाहाल उर्फ प्रचण्ड एक त्यस्तो व्यक्ति हो जसले कम्युनिस्ट विचारधारालाई सानैदेखि पालना गर्दै आएका हुन्। उनले नेपालमा राजतन्त्रको समयमा नेपाली जनताहरूले स्वतन्त्रता समानता पाएन भन्दै विभिन्न आन्दोलन वा जनआन्दोलन गरे, जसले गर्दा उनले 10 वर्ष जनआन्दोलनको नेतृत्व गरे र 17,000 व्यक्तिको हत्याको आरोप उनले लाग्दै आएको छ र उनले त्यसलाई स्वीकारेको पनि छ। नेपालमा 62-63 को जनआन्दोलनपछि नेपालमा राजसत्ता अर्थात् राजतन्त्रको अन्त्य भए। त्यसपछि पुष्पकमल दाहालले नेपाली सोझा साझा जनतालाई विभिन्न आशा तथा सपनाहरू देखाउँदै लोकतन्त्र आएपछिको पहिलो चुनावपछि उनी नेपालको प्रधानमन्त्री भए। आज हामी बाचा र वास्तविकताको चौथो एपिसोडमा नेपालमा 62-63 को आन्दोलनपछि पुष्पकमल दाहालले नेपाली जनतालाई देखाएको सपना बारे त्यतिखेर भनेको कुराहरू सम्झिनेछौँ। 10 वर्षभित्रमा यो देशलाई चाहिँ दक्षिण एसियाको त सबभन्दा अगाडि लान्छौँ। दक्षिण एसियामा अहिले सबभन्दा धनी हुनुपर्ने देश हाम्रो हो। दक्षिण एसिया मात्र होइन विश्वमै सबभन्दा मेहनत गर्नु सक्ने, सबभन्दा दुःख गर्न सक्ने जनता नेपालीहरू हुन्। तर किन नेपालीहरू चाहिँ बेरोजगार भएर चाहिँ विश्वभरि भौँतारिनु पर्ने स्थिति छ? प्रतिभाको दृष्टिकोणले भन्ने हो भने तपाईँ कुनै पनि क्षेत्रमा जानुहोस्, शिक्षा संस्कृति कुनै पनि क्षेत्रमा प्रतिभाको हामी कहाँ कुनै कमी छैन। तर यो भिडियोमा भने जसरी नेपाललाई 10 वर्षमै कहाँ पुर्याउँछु अनि दक्षिण एसियाकै उत्कृष्ट देश बनाउँछु भन्ने भनाइ वा सपना देखाएको जस्तै काम पनि भएको भए अहिले नेपाल कहाँ पुग्थ्यो होला। अनि अर्को फन फ्याक्ट भन्नुपर्दा यो स्पिच वा प्रचण्डले यो भनाइ भन्दै गर्दा त्यतिखेर म सायद जन्मेको नै थिइनँ होला। अब चुनाव आउन ठ्याक्कै 45 डेज बाँकी छ। त्यसैले अब आउने चुनावमा नाम होइन काम सम्झेर भोट गर्नुहोस्। हाम्रो यस बाचा र वास्तविकतामा जोडिनको लागि यस च्यानललाई फलो गरिराख्नुहोस्, जसले गर्दा आउने एपिसोडहरू मिस हुने छैन।